सबैजनालाई नमस्कार अनि शुभ बिहानी। सँगसँगै फेरि पनि मेरो भिडियोमा यहाँहरूलाई सबैजनालाई स्वागत छ। अनि के छ, सबैजना सन्चै हुन्छ? म पनि सन्चै छु। अनि आज चाहिँ भने म बाइक लिएर चाहिँ नयाँ बजारतिर जानेछु। आजको भिडियो चाहिँ मैले ढिलो स्टार्ट गरेको छु। म चाहिँ अब रेडी भइवरी माथि पुगिसकेको थिएँ क्या, तर फेरि वालेट बिर्सेछु। वालेटमा चाहिँ मेरो लाइसेन्स अनि ब्लू बुक थियो, अनि त्यो नलिई त हिँड्नु भएन। त्यस पछाडि अनि फेरि फर्केर आएर लाइसेन्स र ब्लू बुक बोकेर म चाहिँ फेरि अब चाहिँ जानेछु। अब चाहिँ मैले सबै सामानहरू बोकिसकेको छु। यहाँ हेर्नु न, मौसम कस्तो खुल्ला छ क्या आज माथि डाँडातिरबाट हेर्दाखेरि चाहिँ तलको भेगहरूमा चाहिँ पुरै हुस्सेले चाहिँ तल्लो भेगलाई चाहिँ पुरै छोपेको छ। यहाँबाट हामीलाई यस्तो हेर्न चाहिँ कहीँ जानु पर्दैन। इलाम बस्दाखेरि चाहिँ इलामतिरबाट चाहिँ अलिक डाँडापट्टिको भागबाट यस्तो चाहिँ धेरै देखिन्छ। अब भने चाहिँ म फिक्कलबाट चाहिँ ओह्रालो लागिसकेको छु। यो ओह्रालो नयाँ बजार जाने चाहिँ बाटो सबै पिच छ क्या, तर कति ठाउँ चाहिँ अस्तिको पहिरोले गर्दाखेरि चाहिँ बाटोतिर पहिरो हटाएकोले गर्दाखेरि चाहिँ यस्तो बाटोमा त्यो पहिरो चाहिँ साइड लगाएको हो क्या। थुप्रोहरू चाहिँ बाटो चाहिँ राम्रै छ, ठाउँ चाहिँ अलिअलि अप्ठ्यारो छ, नभए त्यस्तो अप्ठ्यारो भन्ने चाहिँ छैन। तर आजको मौसम चाहिँ एकदम खुल्ला छ, राम्रो दृश्यहरू देखिरहेको छ क्या। यहाँ आनन्दले आइरहेको थियो होइन, सट्ट अनि बिस्तारै टर्निङ काट्दै। यहाँनिर चाहिँ ट्र्याक्टर हेर्नु न, पुरै टायर एउटा खुसिरहेको छ, एउटा भाँचिएको छ यतापट्टिको टायर। के भएछ भन्ने पनि थाहा भएन क्या। एक्सिडेन्ट त भएको होइन होला, के भएको त्यो चाहिँ मैले थाहा नि पाइनँ। एकचोटि सट्ट त्यो टर्निङ काट्ने त्यो झस्याङ्ग भएको अर्कै साइडमा आएछ जस्तो भएको थियो। यहाँबाट चाहिँ उँधोपट्टि चाहिँ कस्तो राम्रो देखिन्छ क्या। पारीको डाँडाहरू कस्तो राम्रो देखिन्छ हेर्नु न। हो चाहिँ ओह्रालो आउँदा पुल कटे पछाडि चाहिँ माथिबाट चाहिँ यो चाहिँ गोर्खे बजार जाने बाटो हो क्या। यहाँ तलबाट चाहिँ उकालो लाग्दै यहाँ माथि आइसक्यो। यहाँबाट पनि अझै माथि जान्छ क्या। जति माथि आयो होइन त्यति राम्रो देखिन्छ क्या। नयाँ बजार चाहिँ निकै धेरै उचाइमा पर्छ, त्यही भएर यहाँ हेर्नु न, यो चाहिँ तल देखिएको चाहिँ सायद झापा होला होइन। झापामा चाहिँ हुस्से लागेर पुरै उयो भइरहेको छ। यतातिर चाहिँ एकदम आज घाम लागिरहेको थियो। सायद यता पुस 15 भइसक्यो होइन, र पनि दिउँसो चाहिँ त्यस्तो धेरै जाडो चाहिँ छैन क्या। यो चाहिँ ठ्याक्कै नयाँ बजार छिरिसकेको छु म होइन। अघिसम्म त घाम लागिरहेको थियो भने पुरा गफ दिँदै थियो जाडो भएको छैन भनेर। यहाँ माथि आइपुग्यो त बाफरे क्या जाडो क्या। यतातिर चाहिँ पुरै बजार लाग्ने एरिया हो यो यतातिर चाहिँ बजार लाग्छ। यो चाहिँ यतापट्टि चाहिँ स्कुलहरू छ, यतापट्टि चाहिँ बजार लाग्दैन। यो चाहिँ मेन बजार लाग्ने ठाउँ। यहाँबाट चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँनिर चाहिँ गाउँतिरबाट डोकोहुँदी ल्याएर बेच्नुहुन्छ क्या सब्जीहरू सबथोक। यहाँ चाहिँ रेड पान्डाको चाहिँ मूर्ति पनि छ नयाँ बजारमा। एकछिन बजार बसेँ नि, त्यहाँदेखि एकछिन बसेँ अनि त्यस पछाडि चाहिँ म चाहिँ फर्केको आज चाहिँ नयाँ बजारबाट। हेर्नु न, माथि चाहिँ एकदम धुम्मिरहेको थियो, बजारबाट ठ्याक्क निस्केको फेरि घाम लाग्यो क्या बाटोमा चाहिँ। फर्किँदै जति अलिक तल आउँदाखेरि चाहिँ तातो हुँदै घाम चाहिँ लाग्यो। यहाँको चाहिँ यस्तै हो क्या मौसमै, कति बेला घाम लागिरहेको हुन्छ, कति बेला घाम हराउँछ। नयाँ बजार चाहिँ हाम्रो यता गोदकभन्दा चाहिँ अलिक चिसो ठाउँ हो, तर आज चाहिँ एकछिन बजार हुन्जेलसम्म मात्र धुम्मिएको थियो, नभए त तातै रहेछ।
तर यहाँको आज चाहिँ बजारतिरको मान्छेहरूले पनि आज चाहिँ धेरै जाडो छ भन्दै हुन्थ्यो। घाम लागौ भन्दै गफ त हान्दै थियो होइन। अलिक तल आइपुगेपछि फेरि घामै हराएका। एउटा हातले मात्र बाइक कुदाएर एउटा हातले फोन समातिरहेको थियो। पुरा हल्लिएको छ कि राम्रो चाहिँ आएको छैन, र पनि सकेसम्म राम्रो देखाउने कोसिस गरेको छु। तर आज चाहिँ सदाभन्दा चाहिँ सायद जाडो अब बढेको होला होइन, चिसो भयो। फेरि हेर्नु न अलिक मुनतिर चाहिँ घाम लागिरहेको छ। यहाँनिर चाहिँ बाटै अस्तिको त्यो पानीले चाहिँ दबेको छ होइन। यतातिर कस्तो राम्रो देखिरहेको छ, फेरि यता घाम लाग्यो। अलिक मुनतिर आएको यहाँनिर पुलिस अङ्कलहरू बसिरहनु भएको रहेछ, अनि भिजिटमा आउनु भएको रहेछ क्या। अनि एकछिन यहाँ बस्नु न भनेर फोटो पनि खिच्न लगाएँ। खिचेँ। म चाहिँ किन फोटो खिच्नु सर भनेको, हामी कहाँ गयौँ भनेर देखाउनु पर्ने हुन्छ, त्यही भएर खिचेको, त्यस्तो प्रब्लम हुन्न भन्नु हो। अनि त्यस पछाडि त्यहाँबाट फोटोहरू खिचिसकेपछि हिँड्यो। यहाँनिर चाहिँ अस्तिको पानी आएकोले गर्दाखेरि चाहिँ पुरै पहिरोले बाटै लगेको थियो क्या। यहाँ यति चाहिँ अलिकति अप्ठ्यारो छ। यो चाहिँ भित्ता खनेर पिच चाहिँ लगिसकेको जम्मै, अनि माथिको भित्ता खनेर बनाएको क्या। हेर्नु न पुरै लगेको थियो क्या खोला। यतिखेर चाहिँ यहाँ यो खोलाको चाहिँ पुलसुल सबै बगाएको थियो। अहिले चाहिँ त्यहाँनिर कजबाई बनाएको छ, वैकल्पिक भनौँ न केही समयको लागि। अब यहाँबाट फेरि मेरो चाहिँ खोला कटिसके पछाडि चाहिँ उकालो सुरु हुन्छ। त्यहाँबाट चाहिँ उकालोमा त अब खिच्न मिल्दैन नि त, त्यही भएर नि फर्किसकेको। अनि फिक्कल एकछिन बसेर फर्केँ। अनि यहाँ हेर्नु न कस्तो बेलुका यहाँबाट सनसेट चाहिँ राम्रो देखिन्छ क्या। यहाँबाट चाहिँ हाम्रो ठाउँबाट चाहिँ सनसेट दामी देखिन्छ। यतातिर चाहिँ झन् पुरै फोन हल्लाएको रहेछ क्या। मैले उता फिक्कलतिर, अनि फिक्कलतिर चाहिँ घाम चाहिँ थिएन होइन आज। तर हाम्रो घरतिर चाहिँ पुरै घाम लागिरहेको रहेछ। हेर्नु न कस्तो दामी देखिरहेको छ। त्यहाँबाट चाहिँ सर सुई आएँ। अनि त्यो एकछिन भन्ज्याङ बसेँ। अनि भन्ज्याङबाट चाहिँ ब्रान ल्याउनु थियो, ब्रान र चौचौ ल्याउनु थियो। अनि ब्रान हालेँ बाइकमा, अनि चौचौ पनि हालेँ। त्यस पछाडि चाहिँ आएँ घरतिर। ब्यागको चाहिँ चेन खुल्लै रहेछ, थाहा नै थिएन। आजको यो भिडियो चाहिँ यहीँसम्म मात्र रह्यो होइन। हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। अनि मिठो एउटा कमेन्ट छोडिदिनु होला। अनि भिडियोलाई लाइक अनि सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।